ल आज हामी 38 पाठको अवधि पढ्न लागिरहेका छौँ। महत्त्वपूर्ण छ परीक्षाको दृष्टिकोणले हेर्दाखेरि। खिगे छोरी भनेर भनेको छ। खिगे छोरी भनेको के रहेछ? मेसिन जडान, त्यसमा आएका केही अवयवहरू हुन्। त्यहाँनिर हेर्नु भने माथि त्यो हरियोमा छोरी मित फुने छाग भनेको छ। जडान गर्ने र फुकाल्ने हो। फुकाल्ने कामको बेलामा प्रयोग हुने शब्दावलीसँग सम्बन्धित अवयवहरू है यिनीहरू। एक नम्बरमा हेर्नुभयो भने के देख्न सकिन्छ? इल्चा द्राइब। इल्चा द्राइब भनेको माइनस स्क्रुड्राइभर भनेर भन्छौँ हामी नेपालीमा। यहाँ के लेखेको छ? नासारल पेज किल्लालाई छोइगना कस्ने वा पेल्ते भनेको के हो? पेनुन्दे फुकाल्ने ठाउँमा सुनन प्रयोग गर्ने कुच्ची त्यसको अन्तिम भाग। यसो टुप्पो चाहिँ यहाँ भनेको कुच्चीले चाहिँ अन्तिम भाग टुप्पोलाई भन्न खोजेको हो। फ्यङ आधा भनेको के हो? समतल हो। समतल सम्म कस्तो आकार हेर्नुहोस् यहाँ इल्चा मोयाङ। हान्चामा इल्ला यस्तो माइनस जस्तो भएको कारणले गर्दा यहाँ इल्चा मोयाङ माइनस आकारद्वारा सेङ्गिन खोङ्गु जस्तो देखिने आकार भएको औजार भनेर भनेको रहेछ। त्यसैलाई के भनेको छ? इल्चा तुराइब भनेको छ। उच्चारण पनि इल्जा होइन कि अघि हामी उच्चारण पढ्यो नि, इल्चा जस्तो उच्चारण आउँछ। त्यसपछि अर्को हेरौँ 2 नम्बरमा। यो सजिलै छ। सिप्चा दुराइब भनेको के हो? प्लस स्क्रुड्राइभर भनेर भन्छौँ हामी। नासारुल छोइगना पेज किल्लालाई कस्ने वा पेनुन्दे फुकाल्ने ठाउँमा प्रयोग गर्ने सेम छ यहाँसम्म। कुच्ची यसको अन्तिम चाहिँ कस्तो छ हेर्नुहोस् त? सिप्चा भनेको यस्तो क्रस प्लस मोयाङ्गुरो आकारद्वारा सेङ्गिन भनेको के? देखिने होइन, प्लस जस्तो देखिने औजार भनेर भनेको छ। यसको अन्तिम भागमा चाहिँ प्लस हुन्छ, यहाँनिर प्लस हुन्छ, यहाँनिर माइनस हुन्छ भन्ने कुरा हामीलाई थाहा छ है त। ल यो भयो। बेयरिङमा जाउँ। त्यसमा यो दुईवटा त सामान्य छ। बेयरिङमा हेर्नुभयो भने बेयरिङ अनि त्यसपछि यहाँनिर के लेखेको छ भने छुक फाँच्चीकै लेखेको छ। अब यो बेयरिङलाई कोरियन नाम चाहिँ वास्तवमा यो हाम्रो बुकमा चाहिँ छैन, यो भनेर भन्छ। छुक भन्ने कुरा अहिले पछि हामी गएर पढ्छौँ। छुक भनेको साफ्ट हो। फाँच्चिदा भनेको टेकाउने होइन, हामीले पढेका छौँ नि। अभिवादन गर्दाखेरि चाहिँ हामीले यसरी टेकाएर अभिवादन गर्छौँ। त्यो फाँच्य स इन्साहरू ल्यायो आक्सुरु ल्यायो भनेर हामीले पढेका छौँ। त्यही शब्दको प्रयोग भएको छ। यसको नामले नै यसको एन्सर दिइरहेको छ। साफ्टलाई के गर्ने? सपोर्ट गर्ने, अडाउने काम गर्छ बेयरिङले। हेर्नुहोस् है त। होइजन इना, होइजन भनेको के? घुम्ने हो। घुम्ने वा छिक्सन भनेको के हो? सिधा लाइन। सिधा लाइनको उन्दोङ भनेको के हो? यहाँनिर अब व्यायाम पनि हुन्छ। यहाँ चाहिँ गति भन्नुहोस्। त्यो गतिलाई के गर्ने हो? फुद्रो यसरी घुम्दाखेरि सिधा लाइनमा यसरी घुम्दाखेरि सर्र घुम्दैन, एकचोटि यस्तो घुमायो भने सर्र घुमिरहन्छ नि। नरम गरी गराउने र हाजुङ भनेको के हो? भार। भारलाई छिजी आधा भनेको के हो? सपोर्ट। सपोर्ट गर्ने चाहिँ के हो त? पुफुम भनेको पार्ट्स भनेर भनेको छ। पार्ट पूर्जा रहेछ। बुझिन्छ? बेयरिङको काम नै के रहेछ भने यो याद गर्नुभयो भने भइहाल्यो। साफ्टलाई के गर्ने काम रहेछ? अड्डाउने काम। अनि घुम्दाखेरि कसरी घुमाउने? नरम तरिकाले घुमाउने र त्यसको भारलाई चाहिँ सपोर्ट गर्ने पार्ट्सलाई हामीले बेयरिङ भनेर भन्छौँ। गिय, गिय भनेको के रहेछ हेर्नुहोस् त। यसको अर्को नाम पनि छ कोरियन भाषामा, थोम्नी फाक्खुई भन्छ। थोम्नी। थोप भनेको के हो? हामीलाई थाहा छ नि, आरा हो। आरा। यो नि भनेको केलाई जनाउँछ? दाँत। यहाँ हेर्नुभयो दाँती छ कि छैन? यसको दाँती भन्छ भन्दा नेपाली भाषामा यो यस्तो 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 पऱ्यो, यसलाई हामी दाँती भनेर भन्छौँ। त्यसले यसको नाम नै के राखेको छ भने आरा दाँती चक्का भनेर राखेको छ क्या। त्यसैलाई गियर भनेर भनेको। यसको काम के हो? यहाँ हेरौँ तल। थोम्नी ए, थोम्नी भनेको के हो? यो दाँतीको मात मुल्लिन भनेको के? टोकिएको। हेर्नुहोस् त, त्यहाँ टोकिएको। यस्तो गर्दाखेरि यहाँ दुईवटा छ भने अर्कोले पनि यहाँबाट सपोर्ट लिएर घुमिरहेको हुन्छ होइन त। यस्तो गोलो हुन्छ अनि यहाँबाट यस्तो 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 सपोर्ट लिएर घुमिरहेको हुन्छ। फेरि अर्को पनि हुन्छ यहाँबाट यसरी धेरैवटा चक्काहरू चाहिँ घुमिरहेको हुन्छ। त्यो नै गियर हो। हिमुल योङ हाय, त्यो टोकिएको यो बललाई शक्तिलाई प्रयोग गरेर थोङ्यक भनेको पनि यसको चालक शक्ति, चलाउने शक्ति, चालक शक्तिलाई छन्दाल हानन के गर्छ त हेर्नुहोस् त है। यो मेन पोइन्ट। छन्दाल हादा भनेको के हो? हस्तान्तरण गर्ने होइन, हस्तान्तरण गर्ने काम गर्छ। गर्ने उपकरण भनेको मतलब यसको शक्तिलाई मोटरबाट लिएर अब अर्को पार्ट्समा यसरी यसले के गर्दै जान्छ? अब यो हस्तान्तरण गर्दै जान्छ भन्न खोजेको। मेन मोटरबाट घुम्छ तर अर्को एक्सल त यहाँ टाढा छ भनेपछि यस्तो 4-5वटा प्रयोग गरेर घुम्ने गराइन्छ। त्यो खेलाउना गाडीमा पनि हामीले देखेका छौँ। सानो हुँदाखेरि त्यो मोटरमा पनि यो कुरा हुन्छ। त्यसैलाई गियर भनेर भनेको है। ल त्यसपछि अब हामी छुकको विषयमा हेरौँ। छुकको विषयमा अब किताबमा खासै लेखेको छैन। छुक भनेको के हो? साफ्ट हो। साफ्ट। साफ्ट। अब यो छुकको बिचबिचमा प्रयोग हुनेलाई पनि गियर पनि भनेर भन्न मिल्छ। यहाँनिर पनि प्रयोग भएको हामी देख्न सक्छौँ होइन। हेर्नुहोस् त। खिगे थोङ्यक, मेसिनको थोङ्यक भनेको शक्ति।
शक्ति छाङ्छी एस। अब यो शक्ति उत्पादन गर्ने छाङ्छी भनेको के हो? उपकरण हो। उपकरण भनेको मोटर हुनसक्छ। अब मोटर घुमिरहेछ, त्यो मोटरबाट फाल्छेगान भनेको के हो? सिर्जना भएको, देखा परेको, सिर्जना भएको ह्वेजन उन्दोङ भनेको के हो? घुम्ने ऊर्जालाई, यसको काम के रहेछ? घुम्ने ऊर्जालाई छन्दा लानुन, यो पनि दिने, उसलाई पास गर्ने। यहाँ छ हेर्नुहोस् त, लामो माग्ते भनेको के हो? लट्ठी आकारको खिगे बुफुम पार्ट मेसिनको पार्ट्स भनेर भनेको छ, पार्ट पूर्जा भनेर भनेको छ। बुझ्नुभयो के फरक रहेछ? यो चाहिँ सुरुमा एउटा मोटर घुमिरहेको छ, त्यो मोटरमा यो फिट गरेपछि त्यसको त्यहाँबाट सिर्जना हुने गति, घुम्ने ऊर्जालाई चाहिँ के गर्छ त? यसले पनि छन्दा लानन्, अर्को ठाउँमा पास गर्ने लामो लट्ठी आकारको मेसिनको औजार हो भनेर भनेको छ, अथवा पार्ट पूर्जा हो भनेर भनेको छ। गियर र यसमा फरक छ है, हेर्नुहोस् है, काम सेम भए पनि यो लामो छ, लामो लट्ठी आकारको छ, यो त्यस्तो आकारको छ र छैन। यसको काम जस्ट एउटाबाट अर्कोलाई के गर्ने हो? पास गर्दै 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 जाने हो। यो चाहिँ डाइरेक्ट अब यहाँ हेर्दाखेरि थोङ्ग्योक छाङ्छी भनेको अब हामीले लिन सकिन्छ मोटर अथवा इन्जिनबाट प्रवाह हुने त्यो ऊर्जालाई चाहिँ अर्को ठाउँमा चाहिँ यसले पास गर्ने काम गर्छ। यसलाई हामी साफ्ट भन्छौँ। साफ्टको विभिन्न किसिमको यो सबै साफ्ट हो है, विभिन्न खालको साफ्टहरू छ। यो हेर्नुभयो भने त्यो मोटरसाइकलको इन्जिन खोल्दाखेरि यस्तो लामो लट्ठी आकारको हुँदैन, सबै चलाउने, त्यो नै के हो? साफ्ट हो, साफ्ट। तल जाउँ हामी त्यसपछि। ल हेर्नुहोस्, कोइल स्प्रिङको काम के रहेछ? कोइल स्प्रिङ, नेपालीमा कोइल स्प्रिङ भन्छ। यो कोइल स्प्रिङ हजुरहरूले कहाँ देख्नुहुन्छ? सोफाको तल पनि देख्नुहुन्छ, अनि यस्तो पेनमा पनि हुन्छ कि हुँदैन? त्यसलाई कोइल स्प्रिङ भनेर भनेको। हामीले त्यो लेख्ने कलममा पनि त्यहाँनिर स्प्रिङ हालेर त्यस्तो बन्द गर्ने बेलामा, खोल्ने बेलामा त्यसको काम लाग्छ। हेर्नुहोस्, हाजुङ छजाङ, हाजुङ भनेको के हो? भार हो। भारलाई के गर्ने रहेछ? भण्डारण गर्छ, भण्डारण गर्ने काम गर्छ। अनि त्यसपछि फाङछुल आधा भनेको निकाल्नु, निकालिएको ठाउँमा फोगवन भनेको के हो? पुनः स्थापित, फेरि फिर्ता गर्ने, फिर्ता। फोगवन भनेको आफ्नो ठाउँमा फिर्ता, र छुङ्ग्यक भनेको के हो? झट्का। झट्कालाई हुप्सु आधा भनेको के हो? सोच्नु। झट्कालाई सोच्छ कि सोच्दैन? बेसरी हान्नुभयो त्यो सामान बिग्रिन्छ र बिग्दैन, बिचमा भएकोले गर्दा फिर्ता आएर यसरी सोच्छ नि। अनि त्यसलाई जिम्मा लिने थानसङ भनेको लचक हुन्छ कि हुँदैन? लचक। धेरैवटा शब्द छ। यो एन्सर आउनको लागि यो भार के भन्छ? भारलाई, यो बललाई भण्डारण गर्ने, लोडलाई भण्डारण गर्ने पनि छ। अब यो बिचको यो गाह्रो लाग्यो भने झट्कालाई के गर्छ? यसले सोच्छ, झट्कालाई सोच्ने पनि छ। अनि लचकदार के हो त? यो बुफुमिम्निदा पार्ट्स हो, भाग हो भनेर हामीले पढेका छौँ। फुल्ल, अब यो महत्त्वपूर्ण छ, प्रश्नमा पनि आइरहेको हामी देख्छौँ। पुलर, पुलर भनेको नै के हो? तान्ने औजार होइन। अङ्ग्रेजी भाषा शब्द PULLER पुलरको यहाँ प्रयोग भएको हामी देख्न सक्छौँ। छुग ए क्युवजिन, छुग भनेको अघिको साफ्टमा त्यहाँ गोलो 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 कतिवटा के लागेको छ कि छैन? त्यहाँनिर गियरहरू, बेयरिङहरू लाग्छ, त्यसमा अड्काइएको बुफुमुल पार्ट पूर्जालाई छाबा तेङ्गिदा भनेको के हो? समातेर तानी आन्जनागे सुरक्षितसँग फुल्ली भनेको छुट्याउने हो, छुट्याउने औजार भनेर भनेको छ। ल हेर्नुहोस्, यस्तो यहाँनिर, अब यहाँनिर यस्तो खालको बेयरिङ छ अथवा गियर छ, सुरक्षितसँग तान्नु पर्यो। मान्छेले तान्दाखेरि हात ठोकेर आफूलाई पनि चोट लाग्न सक्छ। जबरजस्ती तान्दाखेरि त्यो छुक बेयरिङहरू के पनि हुनसक्छ, बिग्रिन पनि सक्छ। पुलर भनेको तान्ने औजार हो। यसको भिडियो म पठाइदिउँला है। त्यसपछि यसको नाम चाहिँ के हो? सुजुङ्गी भनेको छ। पुरानो बुकमा सुफ्यङदे पनि भनेको छ। लेभल मिटर, लेभल नाप्ने स्केल भन्न पनि मिल्यो। खिगे वा खुजो मूल भनेको के हो? मेसिन वा संरचनाको छङ्वा खान भनेको स्पष्ट। सुफ्याङ भनेको के हो? सुफ्याङ समतल होइन त, तेर्सो भनेर भन्छौँ हामी। सुजिक भनेको कस्तो? ठाडो। ठाडोलाई माछुनुन भनेको के हो? मिलाउने। छुकचङ मापन गर्ने खिगु हिम्निदा औजार हो भनेर भनेको छ। यसलाई हामीले के मिलाउँछ? तेर्सो सिधा छ कि छैन, अनि यो बोर्डलाई पनि त राख्ने बेलामा यता ढल्केको छ कि यता ढल्केको छ कि भनेर हामीले यसको यो पानीको फोकाहरू हेरेर मिलाउन मिल्छ होइन त? यहाँ हेर्नुहोस् त है, स्लोप पनि नापिरहेको छ यसले। यो यस्तो खालको पानीको भाँडो, सानो पानीको भाँडो हामी देख्न सकिन्छ। अनि यहाँनिर ठ्याक्क सिधा बिचमा पानीको फोहरा आउँछ कि आउँदैन यहाँ देख्न सक्छौँ। अनि यो भाग, तेर्सो भाग पनि ठ्याक्क बिचमा छ कि छैन, यसरी हामीले यस्तो छ कि ठाडो ढल्किरहेको छ भन्ने कुरा सबै मिलाउन सकिन्छ। यसैलाई सुजुङ्गी सुफ्यङदे भनेर भन्छ। युक्का ख्यङ भनेको के हो? षटकोण। षटकोण भनेको 6वटा कोण भएको होइन त? युक यसत के फ्यन, फ्यन भनेको यो भाग, यस्तो यस्तो भाग। हेर्नुहोस् त, ठ्याक्क 6वटा छ, 3 4 5 6,
6वटा छ नि हैन अनि यसर्के कोचिचम भनेको के यो खप्टिएको भाग यो पनि कतिवटा छ हेर्नुस् त ठ्याक्क भर्टेक्स भन्नु भन्छ अंग्रेजी भाषामा यसलाई भर्टेक्स ठ्याक्क त्यो यो बिन्दु यस्तो बिन्दु 6वटा छ खाजिन लिएको थोयङ भनेको आकारलाई जनाउँछ भन्ने कुरा बुझिहालिन्छ 6 आइहाल्छ 6 आउने बित्तिकै त्यो षट्कोण भनेर हामी बुझ्छौं सागाख्यङ भनेको के रहेछ चतुर्भुज हेर्नुस् है नेगेफ्यन यसमा कतिवटा साइड छ 1 2 3 4 छ अनि यसको टुप्पो पनि कतिवटा छ भर्टेक्स 4वटा छ है कोच्चिजमुल खाजिन लिएको आकार भनेको आकारलाई बुझाउँछ भनेर भन्न खोजिएको हो ल वनह्यङ भनेको के रहेछ गोलाकार मोदुन छमी सबै छम भनेको के हो अंक पनि हुन्छ अब यहाँ चाहिँ के हो यो ठाउँ बिन्दु भनेको सबै बिन्दुबाट छुङसिमेस केन्द्रमा खाथुन गरी एउटै दूरीमा भएको फ्यङम्यन भनेको के हो समतल सतहको आकारलाई जनाउँछ जस्तै यहाँबाट हेर्नुभयो भने यसलाई बीचमा हाल्नुभयो भने जताबाट हेरे पनि यो दूरी फरक छ कि सेम छ सेम छ यसैलाई वनह्यङ भनेको अब आकार त जम्मा हामी 3टा छ यो यसत के आइहाल्छ यो नेगे आइहाल्छ यसको चाहिँ के हुन्छ खाथुन सेम छ एउटै दूरी छ हेर्नुस् त यसलाई चाहिँ हामीले वनह्यङ गोलाकार भनेर भन्छौं ल त्यसपछि अर्को हेरौं मामोथ्वेदा भनेको के हो घिसिनु मूलछेगा पदार्थ वस्तु माछाल भनेको घस्रणले गर्दा छमझम झन्झन थालकना भनेको के हो घिसिनु अथवा घोटिनु घोटिएर अपसजिदा भनेको के हो हराउनु घोटिदा त्यो भागे अब के हुन्छ यहाँनिर हराउनु हुन्छ सकिन्छ मामोथ्वेदा भनेर भनिन्छ अन्तिम रहेको छ छासक भनेको चुम्बक छागिरक भनेको के हो भने चुम्बकीय बल आफूतिर आकर्षण गर्ने बल खाजिन लिएको पदार्थ हो छल भनेको फलाम निकेललाई हामी निकल नै भन्छौं निकेल कोबाल्ट यो मेटलमा हामीले पढ्छौं धातुहरुमा दुङ्गन आदिलाई के गर्छ यसले तान्छ कुल्ला भनेको पनि तान्नु ताङ्गिदा भनेको पनि तान्नु भयो नि त आफूतिर तान्छ यसैलाई छासक भनेको ल कतिको बुझ्नु भयो अब 3वटा प्रश्न गरेपछि थाहा हुन्छ ल हेर्नुस् त आन्सर भन्नुस् त ल 3वटाको कति हो एकको एक हो ल हेर्नुस् एकको एक भन्नु भयो हाजुङुल भारलाई के गर्ने भण्डारण गर्ने सेभ गर्ने त्यो भारलाई यस्तो गरेर थिचेर राख्ने भण्डारण गरेर राख्दैन फात छोड्यो भने के हुन्छ उता उफ्रिन्छ नि बच्चाहरुको खेलाउनामा प्रयोग गरिन्छ फाङचुल आयो उइची बोगन भनेको फाङचुल भनेको निस्किने अनि आफ्नो ठाउँमा फेरि के गर्छ फिर्ता हुने छुङ्ग्य कुप्सु भनेको के हो झट्कालाई सोच्ने त्यो कुरालाई जिम्मा लिएको लचकदार बुफुम भन्ने बित्तिकै खोइल स्प्रिङ हुन्छ आन्सर 2 नम्बरको के भन्नुभयो सुफ्यङ सुजिक भन्ने बित्तिकै सकिएन सुजुङ्गी अथवा सुफ्यङदे मेसिन वा संरचनाको छङखान स्पष्ट सुफ्यङ भनेको तेर्सो सुजिक भनेको ठाडो मिलाउने छुकचङ खिगु मापन गर्ने यन्त्र भइहाल्यो साम भनेको के भन्नुभयो 2 हो छुको कि बेरिङ हो नि हेर्नुस् त हेजनिना घुम्ने वा छिक्सङ उन्दोङ सिधा गति यस्तो सिधा गतिलाई नरम बनाएर भारलाई सपोर्ट गर्ने समर्थन गर्ने भन्ने बित्तिकै के हुन्छ त बेरिङ हुन्छ छुकमा त समर्थन गर्ने आउँदैन नि त छन्दाल आधा गर्छ यो छुकले अर्को छुकलाई के गर्छ त त्यो बललाई चाहिँ उले ट्रान्सफर गरेर यसले यो घुम्छ त्यो घुम्छ त्यसरी गर्छौं हामी है ल यसरी यो अघिबाट आयो भने यहाँले सबै मिलाउन सक्नुहुन्छ धन्यवाद